साथीहरू तपाईँहरूलाई फेरि पनि स्वागत छ है मेरो च्यानलमा तपाईँहरूलाई स्वागत छ र विशेष आज तपाईँहरूलाई मैले देखाइरहेको छु है यो चाहिँ पुर्खादेखि गरि आइरहेको है यो चाहिँ एकदम 100% अर्ग्यानिक चिज चिउरा है धानको चिउरा भनिन्छ होला है तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो प्रकारले कुटिन्छ र यो तपाईँहरूलाई भिडियो मार्फत है म सबै देखाउने छु कसरी कुटिन्छ कस्तो प्रकारले हुन्छ भनेर है तपाईँहरूले देख्नुहुन्छ है यो यसरी कुट्दैछ चिउरा यो चाहिँ हो बसेको धानको चिउरा प्योर अर्ग्यानिक। र साथीहरू फेरि पनि तपाईँहरूलाई है आज विशेष हाम्रो यहाँ दाजु बेनु छेत्री बेनु कालीकोटे जो हुनुहुन्छ र उहाँको घरमा आज हामी यसरी आएको छौँ र विशेष आज यो चिउरा कसरी कुटिन्छ र यो चिउरा धानको चिउरा भन्ने कुरा के हो भन्ने कुरा चाहिँ यहाँ विशेष आज हामी दाजुद्वारा चाहिँ हामी जानकारी तपाईँहरूलाई दिलाउनु छ र विशेष दाजु तपाईँलाई स्वागत छ मेरो च्यानलमा फेरि पनि है र विशेष अब यो चिउरा चाहिँ यो कहिलेदेखिको चाहिँ कुन चाहिँ समयदेखिको चाहिँ यो यसरी कुट्दै आइरहेको छ भनेर चाहिँ यति शब्द तपाईँले यो चाहिँ पुर्खादेखि कुट्दै आएको अहिले यो कुराहरू चाहिँ बिर्सिन्छ गएर अलिअलि मात्रामा कुटिन्छ है र यो चिउरामा चाहिँ है मिलावट हुन्छ हुँदैन होइन यसको विषयमा पनि एक दुईवटा कुरा जानकारी तपाईँले दिलाइदिनुहोस्। यसमा केही छैन, अर्ग्यानिक हो, 100% कुटेर हामी बजारमा बेच्छौँ है। र अर्को कुरा के भने दाजुलाई फेरि पनि है यो चिउरा कुट्दा चाहिँ है कुट्नुभन्दा अगाडि यसको प्रोसेस है यो धान भिजाउने ओर्ने र कस्तो प्रकारले गर्ने अलिकति जनाइदिनुहोस् न। यो पानी तताएर पहिला केलाउनु पर्यो, त्यहाँबाट तताएर तारेर त्यहाँबाट हामीले यसलाई भुटेर चिउरा बनाउँछौँ, भुटेर कुटेर चाहिँ चिउरा बनिन्छ है। र अर्को कुरा दाजु विशेष है अब यो चाहिँ होइन अब यसको अहिले बजारमा यो कसरी केजी पाइन्छ है यो पनि अलिकति यसको मूल्य पनि तपाईँले जानकारी गराइदिनुहोस् न। हाम्रोबाट चाहिँ हामीले चाहिँ दिन्छौँ 150 रुपियाँ, उहाँबाट चाहिँ हाम्रो बेचाइ हुन्छ यो 200 रुपियाँ। र विशेष तपाईँहरूलाई फेरि पनि जानकारी गराइरहेको छ है तपाईँले सिधै म मेरो च्यानल हेरेर है र मलाई सम्पर्क गरेर आउनुभयो भने है यसमा तपाईँहरूलाई अलिकति फाइदा पनि हुनसक्छ है। र कसरी 150 रुपियाँ चाहिँ यहाँबाट तपाईँहरूले 150 रुपियाँ केजी गरेर पाउन सक्नुहुनेछ र बजारमा चाहिँ यसको मूल्य छ 200 रुपियाँ किलो है। विशेष यो चाहिँ पुर्खादेखि उहिले पुर्खादेखिको चाहिँ कुटी आइरहेको है यो तपाईँहरूले देख्न सक्नुहुन्छ। यो भित्री यस्तो प्रकारले प्रोसेस तपाईँहरूलाई देखाउनेछु र विशेष धन्यवाद छ दाजु तपाईँलाई फेरि पनि है हाम्रो भ्लगमा आइदिनु भयो है। र के भन्न चाहनुहुन्छ? हामीले के भन्नु र यही छ हाम्रो दुःख र तपाईँहरूले के भन्नुहुन्छ हाम्रो यति नै हो। ल विशेष धन्यवाद छ साथीहरू, धन्यवाद। तपाईँहरूले हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्, मन पराइदिनुहोस् र सेयर पनि गरिदिनुहोस्। यो चाहिँ एकदम अर्ग्यानिक चिज हो। धन्यवाद।